Hey guys, what's up and welcome back to my channel. अहिले चाहिँ म स्कुल जान लाग्छु अनि बिफोर स्कुल जानु भन्दा अगाडि चाहिँ मलाई एउटा सानो भिडियो बनाउनु थियो गाइज है. ओके गाइज, अब कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ आज चाहिँ मेरो स्कुलमा चाहिँ मेरो एकदमै मिल्ने कलिग उहाँलाई चाहिँ मैले चाहिँ आफ्नो दिदी सिस्टर जस्तो लाग्छ है मलाई चाहिँ हैन. हेलो सुनिता म्याम. आज चाहिँ मेरो एकदम क्लोज टु माई हार्ट अनि म फर्स्टमा मेरो स्कुल जोइन हुँदाखेरि चाहिँ साथी भएको है. अनि जो चाहिँ अब मलाई स्कुलमा चाहिँ मेरो प्यारेन्ट्स जस्तो पनि लाग्छ, मेरो सिस्टर जस्तो पनि लाग्छ, मेरो कलिग पनि हुनुहुन्छ, सबै थोक मेरो चाहिँ स्कुलमा चाहिँ सबैजना फ्रेन्डहरू हुनुहुन्छ है. तर म चाहिँ कस्तो भन्दाखेरि चाहिँ एकदमै नजिक चाहिँ म कमैलाई बनाउँछु कि बाहिरबाट हेर्दाखेरि जे जस्तो भए पनि मेरो मनको कुराहरू हैन यताउता सेयर चाहिँ लाइक म एकदम मान्छे सेलेक्टिभ मान्छेहरूलाई मात्र गर्छु है. म यताउता बोले पनि हैन त्यो सबैलाई थाहा छ मेरो स्कुलमा चाहिँ जति यताउता बोले पनि म है. अनि त्यहाँ चाहिँ अब मेरो स्कुलमा चाहिँ एकदम मिल्ने भनेको त सीता म्याम र सुनिता म्याम हो. अनि सुनिता म्यामको चाहिँ अस्ति लास्ट डे थियो अनि म्याम चाहिँ जर्मन जानु लाग्नु भएको छ भेनाजुसँग है. सुनिता म्याम चाहिँ फर्स्ट अफ अल मेनी कङ्ग्रेचुलेसन्स भेनाजुलाई पनि अनि मेरो दिदीलाई पनि सुनिता म्यामलाई पनि. अनि लास्टै हुन्छ नि अब के भन्ने अब एकदम धेरै गुड मेमोरिजहरू छ हाम्रो चाहिँ हैन. अनि कस्तो हाँसोलाग्दो फन्नी पनि छ अनि कस्तो हुन्छ नि इमोसनल खालको पनि छ है. धेरै कुराहरू छ है भन्नुपर्ने कुराहरू चाहिँ. तर म सर्टमा भन्दाखेरि चाहिँ यस वी हेभ भेरी गुड मेमोरिज. अनि म एकदम खुसी छु सुनिता म्याम हजुरको भिजा लगाएकोमा. अनि फर्स्टमा चाहिँ म्यामले मलाई र सीता म्यामलाई भन्नुभयो त राति त्यो पनि है. अनि म्यामको अगाडि त के भएन, म्यामले फोन राखेपछि त यति रोएँ नि म यति रोएँ. भोलिपल्ट पनि स्कुलमा गोपी सरले जब भन्नुभयो नि त अनि सुनिता म्याम उताबाट आउने बित्तिकै म कन्ट्रोलै गर्न सकेन. अनि म अलि इमोसनल भएर मैले रोएँ है. त्यसको लागि सरी सुनिता म्याम, हजुरलाई रुवाएँ हजुरलाई है. अब त्यो त अब त्यो थाहा नि त तपाईँलाई मेरो बानी. अनि त्यही हो अब एकदम धेरै राम्रोसँग बस्नु जानला. अब मेकअपै बिग्रिन्छ. अब हुन्छ नि कति वर्षपछि तपाईँहरूसँगै हुनेवाला छ नि त. राम्रोसँग बस्नु. अनि बिचरा अब म्याम धेरै इमोसनल हुनुहुन्छ नि त. अनि कति वर्ष बुढाबुढी छुट्टिएर त्यसरी बस्दाखेरि अब कति कुराहरू हामीलाई एज अ क्लोज बहिनी होइन साथी हामीलाई सीता म्याम र मलाई थाहा छ नि त कतिको सम्झिने हुन्थ्यो हजुरलाई भेनाजु. अनि अहिले चाहिँ तपाईँहरू अब फाइनल्ली तपाईँहरू सँगसँगै बस्नु लाई अब म्याम अब जर्मन जानु हुँदैछ. अनि मलाई धेरै खुसी लागेको छ. धेरै दुःख नदिनु है मेरो दिदीलाई, माया गरेर राख्नु है. अनि त्यही हो अब आज चाहिँ एकछिनको लागि हाम्रो प्राइमेरी टिचर्सहरूले चाहिँ एउटा फेयरवेल जस्तो सानो त्यो गर्नु लागेको छ. त्यति बेला चाहिँ म सानो भिडियोजहरू खिच्ने छु. अनि म त्यति बेला चाहिँ अलिक धेरै कन्ट्रोल गर्छु होइन. बिचरा म्याम जानु थाल्नु भएको छ नि त अनि स्याड नहोस् भनेर. तर थाहा छ साङ्गुले कति माया गर्छ हजुरलाई भनेर. एकदम मिस गर्ने छु हजुरलाई सुनिता म्याम. अनि त्यही हो एकदम धेरै मिस गर्ने छु. त्यही गाइज अब ढिला पनि भयो है. अब म स्कुल पनि जानुपर्छ. अनि अलिकति अगाडि तयार भएर भिडियो बनाएको के. अनि त्यही हो अब धेरै मेमोरिजहरू छ. कतिपय कुरा भनेर साथी हुन्न क्या. अब हजुरलाई कुनै काम गर्ने ठाउँमा तपाईँको कलिग एकदम प्यारो लाग्छ अनि तपाईँ कलिग अब त्यसरी जानु लागेको छ भने अफकोर्स स्याड त हुन्छ नि त है. अब त्यो नेचुरल्ली अब आँसु त झरिहाल्छ नि त. तर पनि म आज चाहिँ आई विल ट्राई टु कन्ट्रोल है. म चाहिँ फेरि लास्टै छु क्या. फेरि माया गर्ने एकदम क्लोज भएपछि चाहिँ म त लाइक हुन्छ नि धेरै नै डिपली जान्छु क्या त्यस्तो कुरामा चाहिँ. तपाईँलाई चाहिँ म चाहिँ जिन्दगीमा भुल्ने छैन सुनिता म्याम. तपाईँको केयर तपाईँको माया सधैँ मनमा हुन्छ साङ्गुको. अब विदेश गएपछि अब मान्छे त्यसै टाढा हुन्छ, आफ्नो पर्सनल लाइफमा बिजी हुन्छ. तर म हजुरलाई चाहिँ कहिले पनि बिर्सिने छुइनँ. अनि सधैँ मेरो माया एकदम हजुरको साथमा है. अनि त्यही हो अब
अब त्यही हो अब म स्कुल जानुपर्छ अब हजुर चाहिँ जर्मनमा भेनाजीसँग फन लगाएर घुम्नु होला फोटोज टिकटक टन्नै बनाउनु होला कमेन्ट गर्नेछु लाइक गर्नेछु है एकदम धेरै इन्जोय गर्नु होला अब हुनु त अब सबैको फ्युचर कहाँ कस्तो के भन्ने कुरा त थाहा हुँदैन नि त अब भोलि पनि हामी त्यही साथीहरूसँग त्यही ठाउँमा हुन्छ भने त हुँदैन नि त भोलि मै जाला रे कुनै ठाउँमा हैन इट्स लाइक यो त लाइफको कुरा हो नि त सो या एक्सेप्ट गर्नुपर्छ यस्तो कुराहरू पनि अनि त्यसलाई मैले बुझिसकेँ हैन अनि त्यही हो तर लास्टमा चाहिँ यस आई गना मिस यु सुनिता म्याम अरूभन्दा मलाई त टिफिन खाने बेलामा चाहिँ लास्टै हुन्छ होला हौ एकदमै धेरै अनि मलाई चाहिँ दिदीले चाहिँ हामी चाहिँ कति पटक रिसाएको पनि छ क्या म लास्टै रिसाएको छ म फेरि रिसाउँदैन रिसाएपछि कस्तो आँखा देख्दिनँ कि मैले त अनि दिदी र म कति दिनसम्म नबोलेको नि छ अनि फेरि बोल्यो अनि लाइक तितो मिठो यादहरू छ हाम्रो है अब त्यो सबै कुरा भन्ने कुरा त हुँदैन तर पनि यस अब त्यही हो आज दिदी आउनुहुन्छ सो हाम्रो सानो चाहिँ फेयरवेल छ हाम्रो प्राइमेरी टिचर्सहरूले दिनु लाग्यो अनि त्यति बेला चाहिँ भिडियो खिचेँ ल अहिले चाहिँ म स्कुल गएको गाइज बाई बाई सो सी इज हियर एकदम मायाको चिनो बनाउन चाहिँ भ्याइएन एकदमै सर्ट टाइम म लगाएर फोटो खिचेर यस्तो टक्क होइन साडी लगाएर जर्मनमा राम्री भएर ल फिर मिलेंगे चलते चलते है मिल्नको लागि त छुट्टी नै पर्छ अब माथि चाहिँ हल्का Okay, well, for my छोटो फेरि पनि नचाहँदा हामीले हाम्रो विशेष गरेर मेरो निलम मिस श्वेता म्याम है उहाँको राम्रै भयो होइन जर्मनीमा सर हुनुहुन्छ उहाँ धेरै लामो समयदेखि प्रयासहरू हुनुहुन्थ्यो अन्तत उहाँ सफल हुनुभयो तर हामीलाई चाहिँ छाडेर जाँदै हुनुहुन्छ सारा दुःखको पल वास्तवमा यो तर यही नहो यो संसारमा एउटा कुरा मात्रै पर्मानेन्ट हुँदैन त्यो भनेको परिवर्तन चेन्ज भइ नै राख्छ यसलाई हामीले पक्कै पनि एक्सेप्ट गर्नुपर्छ र आज यो सम्भव लास्ट दिन अन्तिम दिन हाम्रो श्वेता मिसको हाम्रो हृदयमा त रहनेछ स्कुलमा सरी हृदयमा त तर भौतिक रूपमा त उहाँ स्मल हेभेनमा चाहिँ आजबाट उहाँले बिदा दिनुभयो किनभने उहाँ चाँडै विदेश पलायन हुँदै जाँदैछ हामीले गर्दा लागि यो दुर्गति पनि हो विदेश पलायन सबै दक्ष छहरू भए तापनि उहाँको अझै उत्तरोत्तर प्रगति होस् भन्ने कामना गर्दै उहाँलाई अगाडि म निम्ताउँछु र हामीलाई तपाईँ सानो उहाँले त मलाई छुच्च ससुरा बाको सङ्ख्या हामी त ट्विन्स हौ नि त सर हो नि ट्रिप्लेट्स यो क्यान्डल चाहिँ म फुक्दिन है ओके ल उहाँलाई भविष्य कामना गर्दै धेरै धेरै धन्यवाद सर ससुरा क्रिम बाहेक अरू छ भने पनि यसो यो हाम्रो प्राइमेरी सबै टिचरको प्रतिनिधित्व गर्दै यहाँलाई सानो मायाको चिनो ग्रहण गर्नु होला साथै स्कुलबाट पनि मायाको चिनो प्रिन्सिपल आज क्लास 12 को एक्जाम भएको हुनाले अलिकति व्यस्त हुनुहुन्छ उहाँले मलाई धेरै शुभकामना गरिदिनु होला भन्नुहुन्छ र ज्ञान सरलाई म्यामलाई खदा है प्रतिनिधित्व गर्दै धेरै
जाँदैछु अब गएपछि नै भेट हुन्छ है नगइकन त भेट हुँदैन त्यसको लागि जानु नै पर्छ सबैजनासँग धेरै नै मेरो एकदम मनैदेखि धेरै धेरै मेरो दिदी बहिनी भनौँ न मेरो एजको सबैजना सोमसर क्यान्डस सबै स्मल हेभिङ परिवारलाई म धेरै धेरै धन्यवाद भन्छु किन भन्दा कसैसँग पनि नराम्रो भएन तपाईँहरू पनि मिलेर बस्नु है किन भन्दा छुट्टी राखेर त एकदम नरमाइलो लाग्छ तर मैले कन्ट्रोल गरेछु कोही पनि नरुने यो खुसीको टाइम हो मेरो लागि यो धेरै नै मैले यो पुरेको हो है कोही पनि मलाई आँसुले चाहिँ मलाई बिदाई नगर्नु किन भन्दा म भनेको एकदम इमोसनल मान्छे हो म त रो छैन तपाईँहरू किन रुनुहुन्छ है मलाई हाँसेर बिदाई गर्नु इन्टरनेटको जमाना छ होइन हेलो गर्न पाइन्छ सबैसँग त हामी भेट भइहाल्छ मेरो छोराहरू पढ्दैछन् सर सोम सरलाई म एकदमसँग भन्छु मलाई आमा पनि हो अब प्यारेन्ट्स पनि हो बाबुहरूलाई चाहिँ अब अलिकति भयो भने त अझै राम्रो हुन्छ भएन भने चाहिँ अब त्यही हो सबैलाई मैले धेरै माया मनमा धेरै माया छ मैले अब सानोतिनो मैले सोचेको थिएँ मैले गर्न सकिनँ म अलिक पछि म गर्छु मेरो स्कुलको लागि एकदमै गोपी सरलाई चाहिँ फेरि है लड्डु खाएर जानु होला सुगरको औषधि खाएर पनि खानुपर्छ कस्तो बिरामी म्याम बच्चाहरू है छोरी अब सुन्ता म्याम जाँदै हुनुहुन्छ उहाँको लागि राम्रो होस् होइन हामी त्यही चाहन्छौँ साथमा सबै हामी यहीँ हुन्छ भन्ने कसै पनि स्योर छैन ग्यारेन्टी छैन पछि गएर सबै आफ्नो आफ्नो ठाउँमा जानुपर्ने हुन्छ त्यसको लागि चाहिँ शुभकामना छ अर्को कुरा चाहिँ के छ भनेपछि आई थिङ्क यु क्यान सी हियर द टेबल एन्ड चेयर एन्ड दिस टेबल एन्ड चेयर विल बिलोङ टु Savitri ma'am, and from today onwards, and cooperating in every aspect here in school. So please cooperate Savitri ma'am as well, and she will be acting as an assistant primary, just like that, okay? And she will be helping you in every academic activities, and beside that, in the co-curricular and legacy activities as well. So I wish best of luck to our Savitri ma'am. Yeah. Welcome to our Sunita. Yes, Sunita ma'am. एउटा फोटो म्याम उता जानु न एउटा फोटो भयो है गाइस